ल आज चाहिँ एउटा गेम हेरौँ है त यो चाहिँ मैले खेलेको वाला गेम 2 हप्ता अगाडि 10+0 ऱ्यापिड गेम हैन दुवैलाई 10 मिनट्स यो चाहिँ मैले खेलेको लगभग सबैभन्दा ठुलो गेम होला यार 119 मुभ्स गेम लास्टमा ड्र भयो कुनै कुनै ठाउँमा मेरो पनि विनिङ चान्सेसहरु थियो मैले कुनै ठाउँमा मिस्टेक गरे कुनै ठाउँमा त्यसले जित्न लगाएको थियो तर त्यसले पनि कन्भर्ट गर्न सकेन हेर्नु त म पुरै जितिरहेको थिएँ के यहाँनिर के खेले त्यहाँनिर मैले तर के भयो भन्दाखेरि यहाँ कसरी यसले खेलेको लास्टमा यो मोमेन्टमा पनि लगभग गेम इक्वलिस थियो हैन रुक अगेन्स्ट बिशप त्यहाँ मेरो क्वीन हुन लाग्थ्यो त्यहाँ म जान्ने भएर हतार गरेर 12 सट्टा आयो त्यहाँ त्यसले खाने भयो भनेर मैले पनहरु चेज गरे त्यही पनि यता पनि विनिङ थियो अझै इन्ट्रेस्टिङ चाहिँ यहाँनिर यो यसले चाहिँ लास्टमा चेस खेलेन क्या टोटली विनिङ थियो यो हैन टोटली विनिङै थियो मलाई किन खेला राख्या हो 2 मिनेट 40 सेकेन्ड भर्सेस 1 मिनेट 42 सेकेन्ड अब यसले यस्तै खेला के गरेको यसले ओपोनेन्टले किन यस्तो गरेको तपाईहरुलाई कुनै ओपोनेन्टले यस्तो गरेको छ भने भन्नु होला के गर्ने यस्तो ओपोनेन्टहरुलाई मैले चाहिँ किन कन्टिन्यू गरेर राखेको थिएँ भन्दाखेरि यसले यस्तै गर्छ अनि 50 मुभ रुल भएर चाहिँ यो गेम ड्र हुन्छ भनेर मैले कन्टिन्यू गरेको थिएँ गेम अनि नभन्दै त्यस्तै गर्यो त्यसले सो 119 मुभ्स प्लेड 50 मुभ्स विदाउट प्रोग्रेस अनि गेम वाज ड्र अमेजिङ ओपोनेन्ट यस्तो पर्यो तपाईहरुलाई पनि यस्तो भएको छ त